हेलो के भन्दा नि दाइ नमस्ते दाइ एयरपोर्ट पुग्नु भयो रिलिजा ए फ्लाइट टाइममा छ कस्तो फिल भइरहेछ नाइस नाइस ओके Excited. हजुर फ्लाइटमा चढे एक्साइटेड Yeah. के को लागि एक्साइटेड Working for the first time मलाई with भन्छ a new नि है? team. फ्लाइटमा चढेपछि मलाई भन्नु होला त्यसकै लागि excited अनि हामी अहिले रेकीको लागि फ्लाइटमा गइरहेको छौँ. चढेपछि भन्नु होला भनेर So looking forward to everything. ओके धन्यवाद ल यता पिडीको कुरा अब पीएम को कुरा सुनाऊ हेलो नमस्ते म मनोज जोशी प्रोडक्सन कन्ट्रोलर पिसी आज हामी हाम्रो नयाँ चलचित्र महाभोजको लोकेसन हन्टिङमा गइरहेछौँ लोकेसन फाइनल गर्नलाई अनि हिजो बेलुका हामीले महाभोज पनि गऱ्यौँ अन्तिम महाभोज होइन र आज गइरहेछौँ होप हामीले खोजेको चाहेको सबै लोकेसनहरू पाउँछौँ जस्तो लाग्छ आश लिएर हामी गइरहेछौँ साथै हाम्रो अर्को भाइ हाम्रो हुनुहुन्छ पिसी उता बिरामी हुनुहुन्छ उहाँतिर क्यामेरा छ प्लिज अब उहाँको 2 शब्द ल सुदीप सर 2 शब्द जाओस् मैले के भन्ने अब सबै मनोज दाइले भनिसक्नु भयो मलाई अहिले ज्वरो आइरहेछ केही बोल्न सकिनँ 101 ज्वरो छ म पछि बोल्छु है ल लोकल कोअर्डिनेटर हेलो नमस्ते मेरो नाम अनुभव अधिकारी ब्याक इन द ब्लग फेरि फाइनल फर्स्ट फेजको दिनेश दाईले हेरेर गइसकेपछि आज फेरि फर्केर दिनेश दाई हामी दाईको पछि लाएर फेरि फाइनल रेकीमा आएका छौँ घाँचो गाउँ पहिला देखेँ घरहरूबाट फाइनल के हुन्छ वी गोना सो यु अल अङ्ग्रेजी दियो केटो ल दाइ दामी मात्रै हो केटाहरू भन्नु न राम्रोसँग आलु 57 जोमसन 46 प्लस अलरेडी छ है टेन्सन छैन जाउँ त्यहाँ के हुन्थ्यो भन्दाखेरि यो एक्सेसबाट आरामले देख्थ्यो कि क्यारेक्टर राख्दाखेरि राम्रो देख्थ्यो कि अनि अलिकति यो एक्सेसमा मेरो लाइट ब्याकलाइट पर्थ्यो क्या सनलाइट ब्याकलाइट हुन्थ्यो यस्तो राम्रो देख्थ्यो रिमहरू देख्थ्यो यो फिल्म अर्कै बनाइदिन्छु योपालि तपाईँ सबैले सहयोग गर्नुपर्छ नि फेरि सहयोग त गरिहाल्छ नि हुन्छ मलाई लाग्छ अहिले है ट्रान्जिसन हेलो वेलकम टु पार्ट डे 2 अफ आवर रेकी अनि आज चाहिँ अहिले चाहिँ हामी के भन्छ पुलिस स्टेसन हेर्न आइरहेको छ हामीले फर्स्ट पार्ट अफ द रेकी सकाइसक्यौँ अनि धेरै राम्रो ठाउँहरू मिल्यो वी स्टिल होपिङ अझै राम्रो ठाउँहरू मिल्छ थ्याङ्क यू Namaste everyone. Welcome to the welcome to the vlog. प्रहरी चौकीमा छौँ अहिले हामी घाँचो गाउँ अझै पनि यो सायद 3rd रेकीको 2nd डेमा छौँ हामी अझै पनि खोज्दैछौँ कसरी राम्रो देखाउने भनेर दाइहरू लागिपरिराख्नु भएको छ सो यु आर डुइङ आवर बेस्ट जय महाभोज उताबाट लिएर राम्रो लाग्यो काठमाडौँबाट के अरे सुटिङको लागि आउनु हजुर यसो हेर्न आएको छ भनेपछि यो हाम्रो अफिसको चाहिँ हिरासत रहेछ हिरासत पुरै यहाँ लफडा सफडा पुरै बवाल छ सरललाई दृष्टि दिँदैन रमाइलो हुन्छ सुटिङ हेर्न
यिनीहरूको त्यस्तै हुन्छ स्क्रिप्टमा पनि छ ओके इन्क्वायरीवाला डेस्क हुन्छ नि त्यो राखेर त्यहाँ दुईवटा पुलिस अफिसरले फोन सोन यताउता नेपालको झन्डा यो त्यो पछाडि त्यस्तो अनि फुड पनिसमेन्टको त्यो भने के कति क्राइम कति डेजको हुन्छ त्यस्तो जस्तो के हुन्छ नि त्यो चाहिँ फ्यु थिङमा त यो चाहिँ प्लेन यो के पनि छ पछि यस्तो होइन यस्तो सर्टहरू क्या कुरो बुझ यो यही डिस्टेन्स मेन्टेन कस्तो लाग्दो रहेछ के लाग्दो रहेछ कुरा बुझ्यो हजुर आफूले बुझेन नमस्कार म मनोज जोशी अहिले हामी लोकेसन आएको छौँ नेपाली कथानक चलचित्र महाभोजको र अहिले हामी चाहिँ एउटा यो पुलको लोकेसन हेर्न आइरहेको छौँ यस्तो सुन्दर हिमालको फेदमा झुलुङ्गे पुल र साइडमा हाम्रो अर्को गाडी हिँड्ने पुल पनि छ र हाम्रो अब डिओपी टाइट साहबहरू यहाँ हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले दुईवटा अप्सन दिएको छ अहिले जुन अप्सन मात्रै जुन उहाँले ठिक लाग्छ त्यो चाहिँ उहाँले स्वीकार्नुहुन्छ र यस्तो ब्युटिफुल सुन्दर ठाउँमा हजुरहरू पनि एकचोटि घुम्न आउनु होला भन्ने म भन्न चाहन्छु राइट प्यान बस थोरै लेफ्ट प्यान हुन्छ बस त्यही पनि यो हजुरहरू के दिन जानुहुन्छ कि यतै बस्नुहुन्छ हामी काठमाडौँ बेलौरी भन्ने ठाउँ काठमाडौँ हाम्रो ड्राइभरहरू हामी यसो हेर्न आएको मागा सुटिङ गर्ने हो त्यो यस्तो ए उतै हुनुहुन्छ ए के गर्नुहुन्छ बोर्डिङ सोर्डिङ पढाउँछ न उतै पोखरा अनि सरले पनि पढाउनुहुन्छ ए ल ल सहयोग गरिदिनुपर्छ अब हजुरहरूले नम्बर दिनु त हजुरको 465 अब यति मिलाएपछि यहाँ सुटको करिब कलर ग्रेडिस हैन आउनु प्यान राइट यस त्यो लामो भयो बार्दै होला तर यो एक्सेस राम्रो छ है हस् हस् दिदी वेलकम टु द भ्लग हामी अहिले माछापुच्छ्रे गाउँपालिका घाँचोको रिजोर्ट आई थिङ्क इट्स अन्नपूर्ण इको भिलेज रिजोर्ट एकदम राम्रो छ तर यो रिजोर्ट चाहिँ हाम्रो लोकेसन होइन हामी खाना खान मात्रै बस्या हो दिउँसभरिको काम बिहानको काम भ्याएर बल्ल लन्च गरेर फेरि हामी लोकेसन रेकीमा दौडिँदैछौँ दिनेश दाई रेस्टमा हुनुहुन्छ मनोज दाई बिचरा अति थाकेर सुतिराख्नु भएको छ त्यहाँ राजेश दाई पनि घाम ताप्दै हाम्रो रिलिजा म्याम पनि त्यहीँ हुनुहुन्छ र क्यामेरामा हाम्रो तपाईँ सिग्नल लस्टन लगाइसक्यो बोला मुनि बोला कस्तो मिस्ट हुँदैछ के हो अरे के हो अरे के हो प्रोडक्सन के हो अरे यति रिच प्रडक्सन भयो कि रेकीमा पनि ड्रोन उडाइरहेको छ कि ड्रोन उडाएर लोकेसन हेरिरहेको छ प्रपर स्पटमा जानु पर्यो क्या त्यहाँबाट गर्नुपर्छ त्यहाँ मात्रै देखिन्छ धेरै टाढोबाट हेर्दैछु क्या
ड्रेसिङको कुराहरू हल्का अब मेसी भए पनि इट सुड लुक सिनेमेटिकली मेसी द्याट्स वाट आई थिङ्क होइन अनि सो त्यो भयो अनि माइली आमाकोमा चाहिँ आई थिङ्क अलिक बेसी काम छ जस्तो लाग्छ इट्स नट टफ तर फिजिकल्ली चाहिँ अलिकति त्यही ढुङ्गाहरू हेभी हुन्छ नि त अनि त्यसपछि त्यो उचाल्ने त्यो गर्ने त्यो मिलाउने अनि त्यो कमेरो लाएर पुरै पेन्ट गरिदिनुपर्छ अनि त्यसपछि आधा चाहिँ रातो माटो लगाइदिने भन्ने प्लान गरेको छ त्यो इन्डोर आउटडोर दुइटै हेर्नुपर्छ भित्र त्यो चुलो पनि एउटा सानो बनाइदिने अनि खाट पनि राखिदिने बाहिर पनि हजुरले भने जस्तै लो बेड नत्र भए त्यसलाई लिपेर माथि त्यो गुन्द्रीहरू टाइपको त्यस्तो ओछ्याएर राखिदिने सो त्योहरू छ होइन माइन्डमा अब यो चाहिँ अहिले बेसिक मात्रै सोचेको हो होइन अब स्टोरी वाइज सिन वाइज त अलिअलि डिफ्रेन्सेस चेन्जेसहरू त ल्याउँदै गइन्छ होइन अनि चोकमा चाहिँ त्यही अब भट्टी भयो एउटा अनि पसल हाम्रो उसको पसल अनि त्यसपछि के अरे अरू एक्स्ट्रा पसलहरू भयो त्यहाँ मन्दिर पनि थियो सायद वान अफ द सप्स कुड बी मन्दिरको त्यो ऊहरू बेच्ने सप के लाइक सानो एउटा स्टल हुन्छ नि फुल मालाहरू यताउति त्यस्तो त्यस्तो टाइपको पसलहरू हुन्छ नि एक दुईवटा पूजा सामग्री बेच्ने हजुर त्यस्तो त्यस्तो टाइपको अनि सूर्यप्रसादकोमा चाहिँ बेसिकली मलाई बिकज टु मेनी नाइट सिन्स होइन सर अब त्यसमा चाहिँ आइएम आस्किङ यु अल्सो प्र्याक्टिकल लाइट्सहरू युज हुन्छ होला बिकज बाहिर बनफायर गरेर के बनाइरहेको हुन्छ नि त मासुहरू के बार्बिक्यूहरू गरिरहेको हुन्छ सो त्यसमा चाहिँ मैले आज हेरेको कुल लाइट्सहरू सबै वाइट कुल लाइट्सहरू मात्रै थियो आई थिङ्क विल गो विथ वार्म म त्यो पुरानो त्यो लाइट हुन्छ नि छिमहरू हजुर त्योहरू युज गर्छु बेसिकली हजुरले आफै सिएफएलहरू युज गर्छु हजुरले आफै ल्याउनुहुन्छ कि हाम्रो त्यो त म त्यो हाम्रो डिपार्टमेन्ट के भनौँ मलाई केही बोल्नै आउँदैन एनिवेज गुड मर्निङ दिस इज डे 3 अफ आवर रेकी एन्ड दिस इज द यो थर्ड रेकी हो कि फोर्थ रेकी होइन जस मेरो लागि चाहिँ फर्स्ट टाइम हो अहिले चाहिँ हामी इन्टिरियर्सहरू हेरिरहेको छौँ घरहरूको अनि भर्खर एउटा हेऱ्यौँ अनि आई थिङ्क राम्रो लाग्यो हामी सबैलाई क्यामेरा नमस्ते एन्ड वेलकम टु द ब्लग हामी त्यही त रेकीमै छौँ अझै पनि घाचोक गाउँ एकदम राम्रो गाउँ दाइहरूलाई 2-3 दिन लागिसक्यो घुम्दाखेरि पनि हेर्दाखेरि पनि मान्छे कति राम्रो होला कति धेरै घरहरू होला कति धेरै मान्छेहरू हुनुहुन्छ होला किन भन्दा यो सब दुःख हजुरहरूलाई खुसी दिनको लागि जय महाभोग महाभोज सरी ब्रान्ड न्यूलाई चाहिँ एजिङ गरिदिन्छु कि पुरानो जस्तो बनाइदिन्छु कलर चेन्ज ठिक छ सो मलाई चाहिँ काम गर्न पनि सजिलो हुन्छ हामी सबैलाई फिल भयो यसमा गर्दा अब हजुरलाई चाहिँ के छ न ठिक छ यो मलाई खालि त्यो फ्लोरको माने सेम फ्लोर भएपछि चाहिँ फेरि कारण त्यो माथि तल ठिक छ उडेन यो हुनसक्छ त्यसो के तलको चाहिँ माटोको थियो माटोको लिपेको थियो यो चाहिँ यस्तो छ अनि स्पेस पनि ठुलो छ नि त होइन यो पुरै यो एट्याक टाइपको भयो क्या हजुर हजुर योहरूलाई के नगर्नु मजाको लाग्छ यो मलाई पनि कस्तो राम्रो लाग्छ यो स्ट्रक्चर मन पऱ्यो यो त एकदमै होइन त घर पनि राम्रो पाउँदैछ अझै दुइटै घरको प्रब्लम सर्ट आउट भयो नि त ठाउँ त राम्रो भयो घरको पनि त्यो त दुइटैको सर्ट आउट भयो नि त प्रब्लम त त्यो आइरन दाको घरको अलरेडी सर्ट आउट छ त्यो टेन्सन छैन त्यो टर्न भएर चाहिँ त्यो बुढिआमाको त्यो प्रब्लम छैन इन्डोर आउटडोर त्यो खाली भएर टाइम बनाइहाल्छ सो जाउँ ब्रेकफास्ट गर्न ब्रेकफास्ट टाइम 9:30 भयो डे 4 अफ आवर फाइनल रेकी आज चाहिँ हामी पोखरामा आइसकेका छौँ घाचोकबाट एन्ड देन वी आर स्टार्टिङ आवर रेकी विथ लोकेसन अफ जङ्गल सो अब अरूहरूले बोल्नुहुन्छ अरू कुराहरू प्यान हेलो यसले मनोज जोशी पर्सन कन्ट्रोलर हामी अब मेबी आज लास्ट हुनसक्छ हाम्रो एउटा जङ्गलको खोजमा थियौँ हामीले भेट्यौँ हाम्रो अनुप भाइले हामीलाई भेटाइदिनु भयो जङ्गल र हामी यो भित्र जाँदैछौँ फेरि
हामीलाई यो जङ्गल अलिकति अलिक बाहिर यता बाहिरको डेस्कहरूमा घरहरू देखिने भएर हामी यता जाँदैछौँ क्यामेरा यता फर्काइदिनुहोस् ब्याक साइडमा हेलो नमस्ते एभ्रिवान सधैँ देखिराखेको अनुहार देखिराख्नु भएको छ हामी आज पोखरा शान्तिवन बाटिकामा चाहिँ छौँ र हामी यहाँ एउटा 2-3वटा सिक्वेन्सहरू दाइहरूलाई जङ्गलै चाहिएर छ उहाँ अलिक भिरालो भएर हामी फ्ल्याट जङ्गल खोज्दै आइपुगेका छौँ त्यही भएर हामी दाइहरू अगाडि जाँदै हुनुहुन्छ उहाँ यस्तो दुःख हुन्छ तर यो दुःख सबै हजुरहरूलाई खुसी दिनको लागि जय महाभोज ए भोग Raj sir, anything you would like to add up? It's like I'm just making my mind. Okay, getting prepared for this film. This was only I can say. त्यहाँबाट पनि बनाइदिन्छु अझै अरू गरौँ हालेर बनाइदिन्छु Dinesh bhai, would you like to add anything? हजुर हजुर के एड गर्न चाहनुहुन्छ आज हामी भ्लगको आई थिङ्क अन्तिम पार्टमा छौँ रेकी भ्लगको त्यसो भए के भनौँ त सबैलाई धन्यवाद सबैलाई धन्यवाद अब तिमीले यति धेरै मिहिनेत गरिरहेछौ तिमीलाई अझै बढी धन्यवाद अनि हाम्रो अनुपलाई चाहिँ के अझै धन्यवाद यस्तै हो ठिक छ रेकी कस्तो भइरहेछ दाइ खोजा जस्तो लोकेसन भेट्यो भेटेन होइन खोजे जस्तो लोकेसन त कहाँ भेट्नु र तर सबै क्रिएट गर्नुपर्ने अवस्था छ भएको लोकेसनमा थप क्रिएट Enhance गर्नुपर्ने छ लोकेसन गर्नुपर्ने चिजहरू भइरहेछ ओके दाइ यस हाउ वाज द रेकी It was so much fun, एकदम स्मुथ मैले सोचेको भन्दा एकदम रमाइलो अनि भेरी अमेजिङ पिपल एकदम को चाहिँ हो अमेजिङ पिपल हजुर हो कसरी यहाँ छ त